हेलो सम्पूर्णमा नमस्कार। म आज स्टाइलो घाँस हाम्रो कञ्चन गाउँपालिकामा रहेकोले आज म हाम्रो यो कञ्चन गाउँपालिकाको कृषकहरू पशुपालक कृषकलाई म आज यो स्टाइलोको बारेमा जानकारी दिँदैछु। यो हाम्रो यहाँका तराईका कृषकहरूले खासै लगाउनुहुन्न, तर पनि यहाँ हाम्रो कञ्चन गाउँपालिकामा यसको बिउ कहीँदेखि परेछ र यो उम्रेको छ र मैले चाहिँ यो कस्तो हुन्छ भनेर यसको बारेमा मैले भिडियो सहित यो घाँसको चित्र भिडियो देखाएर मैले जानकारी दिँदैछु। यो स्टाइलो जातको घाँस हो। यो बहुवर्षे कोसे अति पोसिलो घाँस हो। यो चाहिँ धेरै जसो कृषकहरूले लगाउँदा 12 मासे घाँस उत्पादन दिन सकिन्छ। त्यसैले सम्पूर्ण कृषकहरूले यो घाँसको खेती गर्न अति आवश्यक छ पशुपालन क्षेत्रमा।